हेलो गाइस, स्वागत छ हजुरहरूलाई मेरो भ्लगमा। आज चाहिँ आन्टी म इभिनिङ वकको लागि वसुन्धरा पार्कमा आएका छौँ र हजुरहरूले हेर्न सक्नुहुन्छ आज चाहिँ 6:17 जाँदाखेरि कतिवटा छ भने हामीले 1501 स्टेप्स चाहिँ हिँडिसकेका रहेछौँ। टार्गेट छ, सो टार्गेट थाहा पाउनको लागि चाहिँ अन्तिमसम्म हेरिदिनु होला। रमाइलो भइरहेछ यहाँ, खेलाडीहरू खेलिरहेका छन्, मान्छेहरू कति धेरै वकिङमा हिँडिरहेका छन्। गाइस यहाँ मन्दिर पनि रहेको रहेछ है, केदारेश्वर मन्दिर भयो जस्तो लाग्यो मलाई। भित्र चाहिँ भजन पाठ भइरहेको छ, हेर्न सक्नुहुन्छ। मन्दिर रहेछ है, मन्दिर रहेछ यहाँ त। कहिले आएको थिएन आज फर्स्ट टाइम। म पनि सेम। आन्टी मेरो मिनी भ्लगमा हाई भनिदिनु न सबैलाई। सबैजनालाई हजुरलाई यो पार्क कस्तो लागिरहेको छ भन्नु त? रमाइलो छ है। अलिकति टाढा भए पनि आउनुलाई चाहिँ वर्थ छ, किनभने कति धेरै मान्छे अनि पिसफुल इन्भाइरोमेन्ट प्लस अब एकदमै यहाँ आइसकेपछि एकदमै फ्रेस फिल हुन्छ क्या भयो मलाई चाहिँ। अनि एउटा नयाँ नयाँ वातावरणमा सक्यो भने अब पोखरा आइसकेपछि पोखरेलीहरू चाहिँ यहाँ त कति धेरै छ, हेर्नु होला अझै यहाँ स्पोर्ट्सको लागि प्लस अब मर्निङ वक एन्ड इभिनिङ वकको लागि कति धेरै मान्छेहरू आउनुहुँदो रहेछ। अनि हामी पनि आज यति माथि आयो। साथीहरू जगिङ गर्नुपर्छ, अब भ्याउनुहुन्छ भने चाहिँ मर्निङ पनि गर्नुहोस्, इभिनिङ पनि गर्नुहोस्, किनभने अहिले हामी यो कलेज एकदमै धेरै कम्पिटिसन गर्छौँ त, त्यही भएर आफूलाई चाहिँ यहाँको पिसफुल बाटो अनि त्यसपछि यहाँ देख्ने रमाइलो दृश्यहरूले गर्दाखेरि चाहिँ हजुरले 1-2 घन्टा कसरी बिताउनु भयो भनेर चाहिँ पत्तो पाउनु हुँदो रहेनछ। किनभने हामी पनि अघि नै आएको हो, अनि कति छिटो आधी घन्टा भइसकेको छ क्या। हिँड्दा हिँड्दै यता हेऱ्यो यति रमाइलो छ, उता हेऱ्यो उति रमाइलो छ। जस हजुरहरू पनि पोखरातिर हुनुहुन्छ भने अवश्य यहाँ मर्निङ अथवा इभिनिङ वकको लागि आउनु होला। हेलो गाइस, हेर्न सक्नुहुन्छ हाम्रो टार्गेट चाहिँ पुगिसकेको छ र साँझ पनि मजाले परिसकेको छ। अब हामी चाहिँ अर्को दिन आउँछौँ। त्यसपछि यदि हजुरहरूले यो भिडियो मन पराउनुभएको छ भने चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला युट्युबमा। अनि त्यसपछि इफ फेसबुकमा हेर्दै हुनुहुन्छ भने चाहिँ फलो लाइक कमेन्ट गरिदिनु होला। बाई बाई।